नमस्कार। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। इष्टदेव भनेको के हो, उहाँको पूजा किन महत्त्वपूर्ण छ? इष्टदेवको पूजा चाहिँ अलि विशेष हुन्छ रे। विशेष कसरी विशेष? किनभने हाम्रो इष्टदेवको सम्बन्ध चाहिँ हाम्रो पूर्वजन्मको कर्म अनि यो जीवनको बाटो सबैसँग जोडिएको हुन्छ। अरुण संहिता, जसलाई लाल किताब पनि भनिन्छ नि। लाल किताब सुनेको नाम हो। त्यो ज्योतिषको एउटा अलि फरक शाखा जस्तो। त्यस अनुसार जन्म मिति अनि नामको पहिलो अक्षरबाट आउने राशि अथवा जन्म कुण्डली नै हेरेर पत्ता लगाउन सकिन्छ भनिएको छ। जन्म कुण्डलीबाट? अझ विशेष रूपमा के भनिएको छ भने हाम्रो इष्टदेव चाहिँ पूर्व जन्मको कर्म अनुसार निर्धारण हुन्छ रे, र त्यसका लागि चाहिँ कुण्डलीको पञ्चम भाव हेर्नुपर्छ। त्यो त ज्योतिषमा सन्तान, बुद्धि, ज्ञान, सृजनात्मकतासँग जोडिन्छ हैन? पूर्वजन्मको पुण्य पनि यही भावबाट हेरिन्छ। त्यो पञ्चम भावमा जुन राशि छ त्यो राशिको स्वामी ग्रह जुन देवतासँग सम्बन्धित छ वहाँ नै व्यक्तिको इष्टदेव मानिन्छ। ओहो, कि यदि आफ्नो इष्टदेव प्रसन्न हुनुहुन्छ भने कुण्डलीमा अरू जतिसुकै ग्रह दोष भए पनि त्यसले खासै ठूलो दुःख दिँदैन रे? मतलब इष्टदेवको कृपा भए अरू बाधा स्वतः हट्ने जस्तो। यो ज्योतिषीय विश्वास प्रणालीभित्र इष्टदेवको कृपालाई कति धेरै महत्त्व दिएको रहेछ भन्ने कुरा यसले देखाउँछ। एक किसिमको आध्यात्मिक कवच जस्तै। राशि अनुसार सम्भावित इष्टदेवको एउटा सूची दिएको छ नि, त्यसलाई पनि सरसर्ती हेरौँ न त। सुरुमा मेष र वृश्चिक राशि, यिनीहरूको स्वामी मङ्गल, यिनीहरूका लागि इष्टदेव हनुमानजी अथवा श्रीरामजी भनिएको छ। अनि वृष र तुला, जसको स्वामी शुक्र, उनीहरूका लागि माँ दुर्गा। ठिक छ। अनि मिथुन र कन्या, स्वामी बुध। यी राशिहरूका लागि गणेशजी वा विष्णुजी। ओके। अनि कर्क राशिको स्वामी चन्द्रमा, कर्कको लागि शिवजी। सिंह राशिको सूर्य स्वामी, सिंहका लागि हनुमानजी वा माँ गायत्री। अनि धनु र मीन, स्वामी बृहस्पति, गुरु। यी दुई राशिका लागि विष्णुजी अथवा लक्ष्मीजी। अनि अन्तिममा मकर र कुम्भ, स्वामी शनि। मकर र कुम्भका लागि हनुमानजी अथवा शिवजी। एउटै देवता फरक फरक राशिका लागि पनि इष्ट हुन सक्ने रहेछन् त। अनि एउटै देवता फरक ग्रहसँग पनि सम्बन्धित मानिन्छन् नि त ज्योतिषमा। हो। त्यसैले यो एउटा ज्योतिषीय व्याख्या हो जुन त्यो सामग्रीले प्रस्तुत गरेको छ। यसलाई एउटा सम्भावित मार्गदर्शन मान्न सकिन्छ। बिल्कुल, एउटा गाइडलाइन जस्तो।